काममा प्रेसर त सबैलाई हुन्छ, तर घरमा गएर के बनाएर खाने भन्ने कुरा पनि प्रेसर थियो। तर त्यो प्रेसर आज छैन। मगर क्यों? किनभने आज मेरो भाइले गाउँबाट सुकुटी पठाइदिएको थियो र म त्यही बनाउन जाँदैछु। हेलो गाइस, वेलकम ब्याक टु माई अनदर भिडियो। र आजको भिडियो चाहिँ बाहिरतिरको नभइकन एकदमै आफ्नै यो अलिक फोहोर रुमभित्रै हुनेछ। र आजको भिडियो के को बारेमा भन्दाखेरि हाम्रो चाहिँ गाउँबाट पार्सल आएको थियो गुन्द्रुक सुकुटीहरू, र म आज सुकुटी बनाउँछु। कसरी बनाउँछु हजुरहरूलाई देखाउँछु। अब सुरुमा त हामीलाई थालहरूको जरुरत पर्छ, त्यो काटेर हाल्नको लागि। र मैले दुईवटा हो, अनि त्यसपछि हाम्रो यहाँ एउटा मैले बेलामा किनेको सिसाको भाँडा पनि थियो र त्यो पनि झिकौँ है। अब टक्क एकचोटि ल्याएर फोहोर रुम फेरि छि। यो सब चाहिँ मसँग धेरै छैन, स्पाइसी मसलाहरू केही पनि, यति नै हो मेरो हाल्ने र पिरो र अनि बेसार। अब सुरुमा चाहिँ हामीले हाम्रो टमाटर र खुर्सानीहरू पखाल्नलाई पानीमा हाल्नुपर्छ, र अदुवाहरू पनि, अदुवा अनि त्यसपछि लसुनलाई अनि प्याजलाई पनि काटेर, अनि प्याजलाई चाहिँ पखाल्नु पर्दैन किनकि प्याज चाहिँ बाहिरै खोल्नुहुन्छ। काटेर पहिला हामी यसलाई पखाल्नेतिर लाग्छौँ। हाम्रो सुकुटी चाहिँ खासै धेरै त छैन, त्यही पनि कति छ सो थालमा खनाएर हेरौँ है त। दुई चाक जति रहेछ है त। चुन्नै अलिक गाह्रो हुनेछ यो बेलाको वारा। बेला भन्नाले अब भयो होला यसको त्यस्तै 1-2 महिना। अब दुई छाक रहेछ, अब एकैचोटिमा सबै धेरै पकाउने कुरा आएन। काठमाडौँमा फेरि सब्जी भनेपछि अलिक महँगो। र मेरो माइकले चाहिँ खासै ठाउँ काम नगरेको हुनाले भिडियो मात्रै छ, र भिडियो मात्रै हेरेर इन्जोय गर्नु होला। पर्दैन, मैले आज यो किनभने खाना हाम्रो दुईजना टाइपको बनाउन खोजेको भएर हो। र यसलाई तपाईँहरू चप पनि गर्न सक्नुहुन्छ, चप गर्न मन छैन यसलाई बनाउन सक्नुहुन्छ है त। अलि मनपर्छ भरे अलि तेलमा अलि साइडमा जग प्यारो धनिया पनि गाउँबाट आएको थियो, र धनियालाई पनि यसको सर माथिबाट हालेर हल्का स्मेल, धनियाको स्मेल टङ्गा यहाँ राखिदिनु यसलाई, किनकि आज
अबै मेरो कटिङहरु सकेको छैन किनकि ल्याइसकेको छु साग पनि काट्छु म र मेरो रुममा चाहिँ लाइटरै नभएकोले म लाइटर खोज्न बाहिर गएँ र छिमेकीको रुमबाट लाइटर लिएर आएँ राखिसकेको छु मेरो बुलेट प्रुफ बाइक पनि यहीँ रहेको छ हालो हाम्रो प्यारो सूर्यमुखी हो कि मुखेश्वरी र तेल तातिसकेपछि चाहिँ तपाईहरुले पहिला मासुलाई भुटेर पनि बनाउन सक्नुहुन्छ नभए पहिला लसुनलाई भुटेर पनि बनाउन सक्नुहुन्छ तर खुर्सानी चाहिँ पहिला नहाल्नु होला खार धेरै आउँछ र मैले पनि यसै गरी अब पकाउँदै छु तर यसलाई मैले अलि बोल्छ क्या ओ माई तर खै अँधेर यामी न स्यामी है र हाम्रो मासुको सुकुटीको फाइनल लुक चाहिँ यस्तो थियो र यति बनाइसकेपछि म र भाइ भएर मजाले खाइयो त गाइस